सबैलाई नमस्ते। म जिसिडीको चेयरम्यान। म आज यो सन्नी बीच गुलगेरीमा आएको छु। स्पेसल्ली जिसिडीबाट आउनुभएको हाम्रो दुवै ब्रान्चबाट आउनुभएका मेरा एकदम नजिकका भाइहरू यहाँ हुनुहुन्छ थाहा पाएर प्रोभिन्स पेटनमा उहाँ काम गर्दै हुनुहुन्छ र उहाँहरूको लागि एकचोटि भेटौँ भनेर मैले आएको। किशोरजी के छ, सन्चै हुनुहुन्छ? एकदमै सन्तोष। कति हो तपाईँ आउनुभएको यहाँ? लगभग 2 महिना जति भयो। 2 महिना भयो। अनि बद्रीजी सेम तपाईँको दाइ त हाम्रो अफिसबाट 3 वर्ष अगाडि माल्टा जानुभएको थियो। उहाँको पनि होटलमै हो, राम्रो छ, एकदम राम्रो छ। 2025 कमाउनुहुन्छ। 24 25 थाहा छ। मिङमारजी हजुर, तपाईँ कहिले आउनुभयो? म मे 16। ठिक छ। डाइरेक्ट यही 4.7 होटलमा आउनुभयो नि त? हजुर, आइडीको प्रक्रिया छ, तपाईँको फिङ्गरिङ भइसक्यो। तपाईँको फिङ्गरिङ भएको छैन, तपाईँको हुँदै भइसक्यो भनेपछि जिसिडीलाई तपाईँ कसरी चिनेर कसरी आउनुभयो? सोसियल मिडियाको थ्रुबाट देखेको थिएँ सुरुमा सिटीलाई। हजुर, अनि एकदमै मेरो साथीहरू भाइहरू अरू पनि चिनेका मान्छेहरू रहिसकेको थिए। माल्टा क्रोएसिया पुगिसकेका थिए र उनीहरूको थ्रुबाट चिनेर अनि म जिसिडीबाट अप्लाई गरेर यहाँसम्म। कुन पोजिसन हो तपाईँको? मेरो अहिले जनरल हो।